तपाईँ फर्स्ट टाइम होम बायर हुनुहुन्छ अनि तपाईँ हाउस हन्टिङमा हुनुहुन्छ भने यु माइट निड टु नो लाइक वाट इज द प्री क्वालिफिकेसन अनि प्री अप्रुभल भनेर। सो प्री क्वालिफिकेसन भनेको चाहिँ तपाईँको इट्स काइन्ड अफ रफ एस्टिमेट द अर्ली प्रोसेसमा चाहिँ तपाईँले लेन्डरसँग बसेर रफ एस्टिमेट गर्ने। तपाईँको त्यसमा तपाईँको इन्फर्मल रूपमा तपाईँको इन्फर्मेसन तपाईँले मोर्गेज लोन अफिसरसँग भन्नुहुन्छ र तपाईँले त्यसको डिटरमाइन चाहिँ कति तपाईँ बेस्ड अन तपाईँको बजेट कति चाहिँ तपाईँले लोन एफोर्ड गर्न सक्नुहुन्छ भनेर इन्फर्मल्ली रूपमा बसेर गर्ने कुरा हो। त्यसमा तपाईँले अपटन क्रेडिट पुलहरू केही हुँदैन। इट्स लाइक छोटो समय चिया गफ जस्तो बसेर गफ गरेर चाहिँ कति छ तपाईँको इन्फर्मेसन बेस्ड अन द तपाईँको इन्फर्मेसन हेरेर फाइनेन्सियल यति लोन एफोर्ड गर्न सक्नुहुन्छ भनेर गर्ने कुरा भयो। प्री एप्रुभल चाहिँ इज द मोर लाइकली फर्मल र डकुमेन्टेड। तपाईँको त्यसमा चाहिँ कति लेन्डरले तपाईँलाई यति लोन दिन सक्छु भनेर चाहिँ तपाईँलाई त्यसमा कमिटमेन्ट गर्ने कुरा भयो। र त्यसमा चाहिँ 1 to 3 बिजनेस डेमा तपाईँको प्री अप्रुभल लेटर आउँछ र त्यसमा तपाईँले तपाईँको लिगल डकुमेन्ट जस्तो कि तपाईँको ब्याङ्क स्टेटमेन्टहरू पे स्टब भयो होइन, W2 तपाईँको सबै ब्याङ्क ब्यालेन्स एसेट डेप्ट सबै इन्फर्मेसनहरू तपाईँले भन्नुहुन्छ र फर्मल्ली अन द सिस्टममा हालेर तपाईँको हार्ड क्रेडिट पुल हुन्छ र त्यसमा तपाईँले त्यो चाहिँ निकालेर ल तपाईँलाई यति लोन एप्रुभ तपाईँ यु क्यान एफोर्ड दिस एमाउन्ट अफ लोन भनेर लेन्डरले कमिटमेन्ट गर्ने कुरा भयो।